म जाँदैछु इस्ट रुकुम एक्सपल्सको 210 लिएर। यो जर्नी एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। कुनै पनि बाइकलाई चाहिँ प्रपर टेस्ट गर्नको लागि मलाई के लाग्छ भन्दाखेरि चाहिँ 2-4 दिन त्यो बाइकलाई चाहिँ मैले डिफ्रेन्ट टरेनमा चाहिँ मजाले चलाउनु पर्छ जस्तो लाग्छ। फर द फर्स्ट टाइम आज मैले यो बाइक आजै चलाएको हो। अहिलेसम्मको एक्सपिरियन्स एकदमै राम्रो छ। मलाई अनेस्टली यसको पावर पिकअप र एक्जस्ट नोट चाहिँ एकदमै मन परेको छ छोटकरीमा भन्नुपर्दा। यो भिडियोको एन्डमा चाहिँ तपाईँहरूले डिसाइड गर्न सक्नुहुन्छ कि यो बाइक तपाईँको लागि कतिको राइट चोइस हुन्छ भनेर। हामी मनिष दाइ लडेछ अब लिन जानु। यसरी भिडियोको बिचमा चाहिँ इन्टरप्ट गर्नु त मन थिएन, तर चाहिँ यति मजाले घुमिएछ कि कस्तो भिडियो बनाउने के भिडियो बनाउने भनेर चाहिँ हामीले चाहिँ पछि एडिटिङमा आएर रिथिङ गर्नुपर्ने भयो। यो सेक्सनबाट चाहिँ म तपाईँहरूलाई थोरै गाइड गर्न चाहिँ ट्राई गर्छु। जर्नी अब काठमाडौँदेखिको पोखरासम्मको त राम्रो नै भयो। काठमाडौँदेखि मुगलिन चाहिँ अफरोड छ। अफरोडहरूमा त अब एक्सपल्स 210 मजासँग पर्फर्म गर्यो, खासै समस्या केही पनि भएन। सो फर्स्ट डेको जर्नी त्यस्तो इन्ट्रेस्टिङ केही पनि भएन। फर्स्ट डेलाई चाहिँ समअप गर्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ जुन पुरानो एक्सपल्समा चाहिँ पावर ल्याग जुन फिल हुन्थ्यो नि, पावरै छैन यो बाइकमा भन्ने कुरा चाहिँ एक्सपल्स 210 मा चाहिँ त्यो केही पनि फिल भएन। अहिलेसम्मको मेरो पोखराबाट बागलुङसम्मको चाहिँ यो बाइकको एक्सपिरियन्स म तपाईँहरूलाई अलिकति छोटकरीमा सेयर गर्छु है त। यो बाइकमा चाहिँ मलाई के लागेको थियो भन्दाखेरि चाहिँ एक्सपल्स 200 र 210 मा के नै डिफ्रेन्स होला होला, 10 सीसीको त डिफ्रेन्स छ, पावर डिफ्रेन्स खासै छैन होला जस्तो लाग्थ्यो। तर अनेस्टली भन्नुपर्दा यो बाइकको गियर बक्स चाहिँ एकदम राम्रोसँग डिजाइन गरिएको छ। म चाहिँ अप हिल बाटो अलमोस्ट सबै म 3-4 गियरमै आएको छु। प्लस यसमा 6 स्पिड गियर बक्स छ। सो त्यो 6th गियरको नेसेसिटी जुन ठाउँमा फिल हुन्छ त्यो पनि तपाईँहरूलाई मजाले फुलफिल हुन्छ। एउटा सानो समस्या चाहिँ के भयो भन्दाखेरि चाहिँ यो बाइकमा चाहिँ स्टक टायर चाहिँ रहन्छ। त्यसले गर्दाखेरि चाहिँ मैले फुल्ली कन्फिडेन्ट भएर चाहिँ टर्निङहरूमा पिच रोडमा चाहिँ मजाले बाइक चलाउनु चाहिँ सकिनँ। तर नेभरदलेस मलाई चाहिँ एकदमै रमाइलो चाहिँ भयो। पावर पिकअप एकदमै राम्रो छ। अब हामी लाग्दैछौँ रुकुमको लुगुम गाउँतिर। सो लेट्स गो है त। दिनभरि चाहिँ एकदमै इन्टेन्स राइड भयो हाम्रो। डाँडा काँडा कट्दै गयो। बाटो चाहिँ फर्चुनेटली राम्रो नै थियो। कुनै कुनै सेक्सनमा अफरोड, तर 90% चाहिँ बाटो राम्रो नै छ है हामी गएको ठाउँ रुकुममा चाहिँ। एकदमै अग्लो अग्लो पहाडहरू यसरी माथि टाउको पुर्याएरै हेर्नुपर्ने पहाडहरू, त्यस्तो पहाडहरू नै मैले देखेको थिइनँ। फर द फर्स्ट टाइम नै हो मेरो लागि। अनि यति राम्रो गाउँ चाहिँ टक्क त्यो पहाडको फेदीमा बसेको। त्यहाँ पुगिसकेपछि चाहिँ दिनभरिको थकान चाहिँ ठ्याक्क सबै कुरा चाहिँ मेक सेन्स भएको जस्तो चाहिँ फिल भयो हामीलाई चाहिँ विनोद दाईले चाहिँ होस्ट गर्नुभयो। विनोद दाईको घरमा गइयो। डे एन्ड चाहिँ हामीले त्यसरी नै विनोद दाईको घरमा खाना खाएर चाहिँ मजासँग सुतेर चाहिँ रिल्याक्स गरेर चाहिँ एन्ड गऱ्यौँ। भोलिपल्ट बिहान उठ्ने बित्तिकै चाहिँ हामी बसेको होमस्टेमा चाहिँ हामीले चिया खाँदै मजाले चाहिँ गाउँलाई हेर्दै इन्जोय गऱ्यौँ र प्लान गऱ्यौँ आज त हामी मजासँग भिडियो खिच्छौँ भनेर। किनभने हामीसँग के थियो, आजको एक दिन मात्र भिडियो खिच्नको लागि थियो। भोलिपल्ट चाहिँ हामी फर्किनु पर्ने थियो। हाई गाइज, फाइनल्ली म रुकुमको लुगुम गाउँ आइसकेँ। पछाडि तपाईँले देख्न सक्नुहुन्छ लुगुम गाउँ कति राम्रो छ। यो क्यामेरा सेटअप गर्न पनि कति टाइम लाग्यो मलाई। बाइक पनि देखाउँछु, गाउँ पनि देखाउँछु, अनि आनन्दसँग गफ गरौँ न हामी भनेर। अब थोरै बाइकको बारेमा कुरा गरौँ है त। मी बिङ 6'2", मलाई चाहिँ नर्मली बाइक चलाउँदाखेरि त्यो स्याडलिङ गर्दाखेरि चाहिँ कस्तो मिल्दैन कि। कुनै बाइकहरूमा ह्यान्डल होचो हुन्छ, कुनै बाइकहरूमा चाहिँ फुटपेकको पोजिसनै मिल्दैन। यो बाइकमा चाहिँ सबै कुरा पर्फेक्ट छ। म चाहिँ अराउन्ड
10-15 मिनट नै मजासँग स्याडलिङ गर्दै बाइक चलाएर आएँ है। बाइकमा बस्नै मन लाग्दैन, उठिरहन मन लाग्छ। खासै धेरै अफरोड पनि छैन यो बाटोमा, सो अफरोड मैले त्यस्तो धेरै टेस्ट गरिनँ। तर सस्पेन्सन ट्राभल एकदमै राम्रो छ यो बाइकको, एक्सपल्स 200 को कम्पेरिजनमा पनि एकदमै राम्रो छ। हामी चाहिँ 3टा बाइक लिएर आएको छौँ। 3टा के बाइक लिएर आएको छौँ भन्दाखेरि एक्सपल्स 210, एक्सपल्सको 200 प्रो, त्यसपछि चाहिँ एक्सपल्सको 200 4B। 3टै बाइकलाई टेस्ट गर्दाखेरि चाहिँ मलाई चाहिँ यो बाइक चाहिँ 3 जेनेरेसन यता आइपुग्दासम्म कति राम्रो चाहिँ डेभलप भएको छ भन्ने कुरा मलाई चाहिँ मजाले फिल भयो। त्यो बाहेक अब हामी राइड क्वालिटीको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको एक्जस्टको नोटले चाहिँ मलाई कस्तो सुदिङ एक्जस्ट नोट छ, कस्तो रमाइलो फिल भयो। मेरो जर्नीमा चाहिँ मलाई त्यो पावरको ल्याग भएको, पावर नै छैन, उकालोमा तान्दै तान्दैन भन्ने फिलै हुँदैन। 3-4 गियरमै आइरहेको छु म। 6 स्पिड गियर छ, कुदाउन नि मिल्यो मजाले होइन, एकदमै रमाइलोसँग आएँ म। सो एक्सपल्स 210 हाइप जतिको थियो त्यो हाइप चाहिँ कतिपय केसमा ट्रु नै हो जस्तो लाग्यो मलाई है, किनभने मैले चाहिँ जेन्युनली इन्जोय गरेँ। लड्छु क्या हो। त्यसपछि अब कुरा गरौँ अलिकति के कुरा चाहिँ इम्प्रुभ हुन सक्थ्यो यो बाइकमा, त्यो बारेमा कुरा गरौँ हामी है त। मलाई अलिकति यो स्विच गियरको क्वालिटी चाहिँ नराम्रो होइन, डिसेन्ट लाग्यो। जस्तै यो साइडलाई त्यताउति चाहिँ अलिकति ठिकै छ, त्यस्तो नराम्रो छैन। अर्को कुरा भनेको मलाई चाहिँ अलिकति यसको सिट हाइट चाहिँ अलिकति लो लाग्यो। तपाईँको हाइट चाहिँ एभरेज छ भने चाहिँ तपाईँलाई केही पनि समस्या हुँदैन, तर मलाई चाहिँ अलिकति सिट हाइट चाहिँ अलिकति तल हो कि जस्तो फिल भयो। अर्को मैले सिरियस देखेको चाहिँ यसको रेडिएटर चाहिँ लेफ्ट साइडमा छ, जसले गर्दाखेरि के भइदिँदो रहेछ भन्दाखेरि यसको इन्जिन हिटअप हुँदै गएपछि चाहिँ लेफ्ट साइडको खुट्टामा चाहिँ त्यो हावा तातो हावाले गर्दाखेरि चाहिँ तपाईँको लेफ्ट साइडको खुट्टा चाहिँ तातो तपाईँलाई फिल हुन्छ। त्यो चाहिँ एउटा मैले डाउन साइड फिल गरेँ यो बाइकको। त्यो बाहेक अहिलेसम्मको मेरो जर्नीमा मैले खासै अरू केही कुरा चाहिँ समस्या फिल गरेको छैन। 2-3 दिन एक्सपल्स चलाइसकेपछि म यति कन्फिडेन्ट भइसकेको थिएँ कि प्लस यति इन्जोय गरिरहेको थिएँ कि बाइक त म जसरी चलाइन्छु भनेर कहिले स्याडलिङ गर्दै कहिले बस्दै मजासँग बाइक चलाइरहेको थिएँ। अफकोर्स सेफ भएरै चलाइरहेको थिएँ। अनि म चाहिँ ओभर एक्साइटेड भएर म अगाडि लागिसकेको थिएँ। न्यारो एउटा प्यासेज थियो, त्यहाँ चाहिँ मैले अब एक्सपल्स त चलाइहाल्छु म भनेर चाहिँ पुरा स्याडलिङ गरेर तुफान जाने भएको बङराङ बुङ लडेँ। म लड्ने बित्तिकै इमिडिएट मेरो थट चाहिँ ल मेरो कि हात भाँच्यो कि खुट्टा भाँच्यो कि केही न केही भयो। मैले माथि चाहिँ फर्चुनेटली राइडिङ ज्याकेट लगाएको थिएँ, त्यसले गर्दाखेरि चाहिँ मेरो छाती ठोकिए तापनि माथिको यो प्रोटेक्सनले गर्दाखेरि केही पनि भएन छातीमा। ट्याक्क उठेर तल हेर्दाखेरि त प्यान्ट त पुरै च्यातिएको रहेछ। अब त्यो सिरियस सिचुएसन चाहिँ अलिकति कमेडीवाला माहौल भइदियो, प्यान्ट पुरै च्यातिएको थियो। त्यसपछि अब अलिकति म आत्तिरा पनि थिएँ, बाइक उठाउने आँट चाहिँ आएन मलाई। त्यसपछि मैले केटाहरूलाई फोन गरेँ अनि उनीहरू चाहिँ पुरा भ्लग गर्दै आइरहेको रहेछन्। हामी मनिष दाइ लडेछ, अब लिन जाँदैछौँ है। डेन्जर लड्यो भने धन्न केही भएन। इम्पोर्टेन्ट भिडियो के भन्दा माथि गियर मात्र लाएर हुँदैन, तल लाउनुपर्छ। ल यहाँ हेर्नु, यहाँ लडेपछि यस्तो हुन्छ। उठाउन ट्राई गरौँ। मजा आयो लडेको हेर्दा। भाइले देखेन देखेन ल देखेर हाँस्नु पर्दैन या खित्ती बिचरा आत्तेर आयो नि उनीहरू। मनी आऊ, मनी आउनुपर्छ। दुई बाङ्रे ओ यहाँ ओ कोल्टेमा छ क्या। पानी चाहिँ गर्दा तान्ने घिच्रेर त थाहा छैन कि तपाईँ ढुङ्गासुङ्गामा केमा घिसेर त्याथ्यो भने जसोतसो गरेर बाइक उठाइयो, खोलामा लगेर बाइकलाई सफा पनि गरियो। अलिकति त्यहाँ बच्चा बच्चीहरू एकदमै एक्साइटेड भइरहेको थिए अलिकति नयाँ बाइक देखेर। त्यसपछि खोलामा जाने बित्तिकै जुन माहौल बन्यो नि, म लडेको ओरेको सबै बिर्सेँ मैले। त्यहाँ खोला थियो, ससाना नानी बाबुहरू पौडी खेलिरहेको थिएँ। अब मलाई पौडी खेल्न आउने ओर्ने केही पनि होइन, पुरा अब ल पौडी खेलौँ भनेर लुगासुगा खोलेर सबैजना हामी खोलामा लाग्यौँ। त्यसपछि त्यहाँ फुटबल खेलियो।
त्यसपछि हामीले चाहिँ लुगुम गाउँलाई चाहिँ ब्याकग्राउन्डमा राखेर चाहिँ एउटा फ्रेम सेट गरेर चाहिँ यसुन लिएर मैले चाहिँ आफ्नो राइडिङ एक्सपिरियन्स कस्तो भयो त यत्रो टाइम हामीले ट्राभल गर्दाखेरि चाहिँ कस्तो लाग्यो हामीलाई भनेर चाहिँ हामीले एउटा कन्भर्सेसन चाहिँ रेकर्ड गऱ्यौँ। सो तिम्रो एक्सपिरियन्स कस्तो भयो यार एक्सपल्स तिमीले पोखराबाट जोइन गर्यौ हामीलाई तिमी स्क्रैम चलाउने मान्छे पहिला स्क्रैमबाट चाहिँ यत्रो 260 कम हुँदाखेरि चाहिँ पावरै छैन जस्तो भयो कि के भयो त्यो थोरै भनिदेऊ न हामीलाई। सो मैले त स्क्रैम चलाइरहेको थिएँ रोयल एनफिल्ड अनि अफकोर्स पावर डिफ्रेन्स त फर्स्टमा त फिल भयो इनिसियल डेमा त अब मजा त आइरहेको थियो किनभने मैले कसरी बाइक फाल्दै हिँडिरहेको थिएँ एज इन त्यो केयर फ्री पारामा अनि पावर डिफ्रेन्स त भइरहेको थियो तर पछि एडजस्ट हुँदै जाँदा चाहिँ इट वाज गुड एक्सपिरियन्स। अनि जस्तै त्यो एक्सपल्सको चाहिँ तिमीले बिल्ड क्वालिटी चाहिँ सही रहेछ भन्थ्यौ नि तिमीले हामी कहाँ त्यो एउटा अफरोड प्याच पुरै उडी चलाएर आएपछि चाहिँ हामीले कुरा गरेको थियौँ नि त्यो पहिला चाहिँ अब कहिले चलाएको थिएन अनि कस्तो हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो मलाई चाहिँ साउन्ड चाहिँ मनै नपर्ने एक्सपल्सको त्यो अरूहरूले चलाएको सुन्दा चाहिँ अनि कस्तो बिल्ड क्वालिटी अलिक ठिक छैन है जस्तो फिल हुन्थ्यो तर अब आफैले चलाइस् त अब त्यो थाहा भयो नि त अब कति ठाउँमा त रिमै बाङ्ग्यो क्या हो जस्तो नि फिल थियो पुरा त्यो एक ठाउँमा चाहिँ मजासँग खाल्टोमा परिरहेको थियो नि होइन त्यो तर त्यस्तो हुँदा नि त्यस्तो डिफ्रेन्स लागेन अनि एकदम इम्प्रेस्ड। अब यो पछाडि जुन छ त हाम्रो 210 होइन तिमीलाई 210 तिमीले चलाउँदाखेरि चाहिँ के फिल भयो यार पुरानो जुन तिमीले एक्सपल्स प्रो चलायो मजाले एक्सपल्स प्रो र 210 मा चाहिँ इमिडिएट डिफ्रेन्स चाहिँ तिमीलाई के फिल भयो दुईटा बाइकमा? फर्स्ट अफ अल त पावर नै हो भनौँ किनभने अब एक्सपल्स 200 प्रो चलाउँदा त एउटा पोइन्टमा एल्टिट्युड गेन गरेपछि के अरे बाइकको पावर घट्दै गएको अनि गियर चेन्ज गरिरहनु पर्ने त्यो फिल भएको थियो मलाई र यसमा चाहिँ अब यो चलाउँदा चाहिँ पावर फर्स्ट डिफ्रेन्स त पावर नै हो किनभने त्यो हुत्ता हुत्तिनी त्यो बाहेक चाहिँ जस्तै 200 को आवाज र यो 210 को आवाजमै डिफ्रेन्स छ नि है इन्जिनको नोइज नै इन्जिन पनि रिफाइन भएको छ हो 200 त्यो पोखराको बाटोमा चाहिँ मैले के भन्छ 210 चलाउँदाखेरि पहिला चाहिँ 200 चलाउँदाखेरि त्यो बटार्दाखेरि चाहिँ पुरै इन्जिन नै पड्किन लागि जस्तो हुन्थ्यो तर यसमा चाहिँ एकदम मजा छ कि रिफाइन छ 6 स्पिड गियर बक्स छ सो स्पिड नि मजाले गइहाल्ने भयो होइन। एक्जस्ट नोट कस्तो लाग्यो तिमीलाई बाइक? बवाल छ है एक्जस्ट नोट एकदम इम्प्रेस नै भयो बवाल छ त्यो चाहिँ हो। अलिकति लुक्स चाहिँ सब्जेक्टिभ हो होइन अब इस्यु त भन्न मिलेन अब सबको हाइट लम्बु हुन्न होइन त सबलाई प्रिफरेबल हाइट नै जस्तो लाग्यो तर अब मलाई चाहिँ अलि ल्याच्चै हो छ जस्तै प्रोमा चाहिँ तिम्रो टक्क माथि कस्तो कमान्डिङ पोजिसनमा बसिन्छ यो चाहिँ अलिक कस्तो कचक्क टाइपको छ तर अब जेनरल मान्छेलाई त ठिकै हुन्छ समस्या इस्यु भन्न मिलेन हो ठिक छ एक्सपिरियन्स त बवाल हो रुकुम आइयो लुगुम गाउँमा छौँ हामी अलिक गफ गर्दैछौँ जस्तै अनि अब हिरोको बाइक चाहिँ तिमीलाई इन जेनरल अब एक्सपल्सकै कुरा गर्नुपर्दा के छ फाइनल भर्डिक्ट चाहिँ के छ? तिमीले पनि अपग्रेड गर्छु म एउटा बाइक लिन्छु भनेर सोचिरहेको थियौ अब तिम्रो डिसिजन के हो मलाई फ्याट्ट भनिहाल तिमी 200 प्रो लिन्छौ कि 210 लिन्छौ किन ल भन मलाई चाहिँ मैले लिएँ भने चाहिँ म प्रो नै लिन्छु 200 प्रो लिन्छौ तर 200 प्रो भन्दा त 210 को इन्जिन रिफाइन छ 6 स्पिड गियर बक्स छ मेरो लागि त हाइट नै हो त्यो बस्दाखेरिको जुन अर्गोनोमिक्स हुन्छ नि सिटिङ अर्गोनोमिक्स प्लस सस्पेन्सन ट्राभल पनि राम्रो छ कि यसको हैन राम्रो छ अनि अब पावरकै कुरा गर्ने भए त स्क्रैम चलाउँथे हैन तर मलाई लिनु पर्यो भने चाहिँ यो अलिकति बेस्ट। हामीले भिडियो रेकर्ड गर्दै त्यहाँ चाहिँ विनोद दाई आइपुग्नु भयो अनि विनोद दाईलाई हामीले चाहिँ भन्यो दाई तपाईँको ठाउँ हामीलाई यति मन पर्यो आज हामी यहीँ बस्छौँ भनेर अनि दाइले हामीलाई के रेकमेन्ड गर्नुभयो भन्दाखेरि चाहिँ तपाईँहरू यहीँ बस्नुहुन्छ भने आज अलि पर जानु न रुकुमकोटसम्मको जर्नी एकदमै राम्रो छ भनेर अब रुकुमकोट भनेर सुनिरहेको ल जाउँ न त भनेर हामी अगाडि बढ्यौँ। तपाईँको लुगुम गाउँदेखि रुकुमकोटसम्मको जर्नी चाहिँ एकदमै हाम्रो लागि रमाइलो भयो। अन्दाजी 5-5:30 ठ्याक्क सनसेट हुने बेला चाहिँ हामी रुकुमकोट पुग्यौँ। मलाई चाहिँ पहिला रुकुमै कोट हो जस्तो लाग्थ्यो ठाउँको नाम गीतमा त्यही सुनेको तर एक्चुअली चाहिँ रुकुमकोट रहेछ। मैकोट भन्ने चाहिँ फेरि अर्को गाउँको नाम रहेछ। तेस्रो दिनको एन्डिङ चाहिँ हाम्रो एकदमै रिल्याक्स पाराले भयो। रुकुमकोटमा चाहिँ हामी मजाले बस्यौँ खानासाना खायौँ त्यसपछि चाहिँ त्यो दिन चाहिँ अलिकति थकित पनि थियौँ हामी मजाले हामी सुत्यौँ नै। भोलिपल्ट बिहान उठ्दाखेरि चाहिँ मजाले पानी परिरहेको थियो। रुकुमकोटबाट चाहिँ हामीले हाम्रो जर्नी चाहिँ टेक्निकल्ली एन्ड गऱ्यौँ हामी चाहिँ फेरि फर्क्यौँ। रुकुमकोटबाट मासतिर लागियो फर्किँदाखेरि चाहिँ बिच बाटोमा सानो समस्या के भइदियो भन्दाखेरि चाहिँ यसुनले चलाएको यो एक्सपल्सको 200 प्रो बाइकको चाहिँ एक्सिलेटरको वायर चाहिँ जाम भयो जसले गर्दाखेरि चाहिँ बाइकको एक्सिलेटर नै अगाडि बढेको थिएन।
सो जहिले पनि बाइकमा ट्राभल गर्दाखेरि चाहिँ टुल किट बोकेर हिँड्नुपर्छ। फर्चुनेटली मसँग यो एउटा रहेछ होइन। अब हामी के गर्छौँ भन्दाखेरि यहाँ बनाउँछौँ केटाहरू यो नबनाइ जाम यो मेकानिक बोलाएर आऊ। तियरीमा भइरे साह्रै जाम गरेछ गोरुले यस्ता गोरुहरू। ल हेरौँ है हाम्रो दुई पाङ्रे दाइले कसरी गर्नुहुन्छ यो कसरी बनाउनुहुन्छ। ल हेर्दै के तार पुरै हेर यहाँ के भएको छ गजङ गुजुङ भइसक्यो तारै तान्ने र एकजना केटा थियो बाइक चलाउनै मान्दैन थियो। आजकल हेर्नु यहाँ ठाउँको ठाउँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ। ल हेर्नुहोस् कति मजासँग बाइक बनाउँदैछ यो मलाई यस्ता यो दुईटा मेकानिक जस बाइक बनाइयो होइन वर्कसपसम्म चाहिँ आइयो। वर्कसपमा बाइक राखेर चाहिँ त्यहाँ मजासँग बसेर चाहिँ हामीले कफी र बिस्किट खायौँ गफगाफ गऱ्यौँ चाहिँ अनि त्यसपछि हाम्रो जर्नी चाहिँ हामीले अगाडि कन्टिन्यू गऱ्यौँ। ल हामीले यहाँ दाइलाई भेट्यौँ। दाइले चाहिँ एक्सपल्स 210 यहाँ देख्नुभयो होइन के छ त भन्नु त। मैले एक्सपल्स 210 चाहिँ नि 2-2.5 वर्ष अगाडि नै वाच गरेको हेरेको होइन। आज मैले हेर्नु पाएँ नेपालमा। कहाँदेखि आउनु तपाईँहरू? हामी काठमाडौँदेखि यही बाइक टेस्ट गर्ने। बाइक टेस्ट त ओ मैले पनि किन्ने सोच छ भने गजब छ दाइ राम्रो छ दामी छ चलाउनुहुन्छ अहिले नचलाऊ ठिक छ मैले पछि चलाउँछु है। चलाएर भन्नु न भाइ हजुर चलाएर भन्नु कस्तो छ भन्दा राम्रो छ नि। मैले कहिले आउँछ भनेर कति वर्षसम्म मैले वेट गरेको हेर्नुहोस्। म एक दिन चाहिँ लिन आउँछु सोरुममै आउँछु म। माइ गड मैले पनि किन्नु पर्ला। राम्रो छ पऱ्यो ल दाइ है। मेरो चाहिँ यो च्यानल छ यी हेर्नु त यी दुई पाङ्रे भन्दैछ। दुई पाङ्रे भिडियो गर्नु तपाईँले फोटो खिच्छु होइन। ल फोटो खिच्नु है त अनि यस्तो कमेन्ट गर्नु अनि म तपाईँलाई रिप्लाई गर्छु है त। ओके ओके ल ओके बाई बाई ओके बाई बाई बाई। बिच बाटोमा जाँदा जाँदै रोहित र म चाहिँ भिडियो खिच्दै आइरहेको थियौँ। यसुन चाहिँ अलि अगाडि थियो। यसुनको मलाई फोन आयो दाइ कता हुनुहुन्छ भने आउँदैछु भने मैले उसले चाहिँ म यहाँ अलि अगाडि रोकेर बसिरहेको छु अलिक छिटो आउनु न भनेर भन्यो। त्यति भन्दा भन्दै फोन काट्यो। म त फेरि बाइक बिग्रेछ कि क्या हो भनेर चाहिँ रोहितलाई भनेर हामी तुफान गयौँ। जाँदाखेरि त 3जना ससाना भाइ बहिनीहरू त्यहाँ झोला बोकेर बसिरहेछन्। म त के भयो भन्छु। त्यो बच्चाहरूलाई हेर्दाखेरि चाहिँ ठ्याक्कै मलाई त्यो लेखका हामी केटाकेटी भन्ने गीत याद आयो कि किनभने 3जना दाजुभाइ उनीहरू चाहिँ बिहान 6 बजीदेखि चाहिँ च्याउ टिप्न गाउँमा भनेर चाहिँ माथि माथि डाँडातिर जाने रहेछन्। अनि त्यसपछि चाहिँ हामीले चाहिँ भाइ तिमीहरूलाई चाहिँ हामी तलसम्म लगिदिन्छौँ भनेर अफर गऱ्यौँ। यसुनले चाहिँ 2जना भाइलाई हाल्यो मैले एकजनालाई हालेर चाहिँ गफ गर्दै तलसम्म गइयो। अनि मसँग बसेको बाबुलाई चाहिँ मैले सोधेँ भाइ तिम्रो स्कुल कता छ के गर्छौ भनेर सोद्धाखेरि चाहिँ अफकोर्स स्कुल चाहिँ जाने रहेछ। अनि उसलाई मैले सोधेँ इन्ट्रेस्टिङली अब उसलाई के मिठो लाग्छ अब मैले सकेँ पसल तर रहेछ भने किनेर दिन्छु भनेर मैले चाहिँ बाबु तिमीलाई सबसे मिठो लाग्ने खानेकुरा के हो भनेर सोधेँ कि उसलाई चाहिँ लाइफमा उसलाई एक सबसे मिठो लाग्ने खानेकुरा भनेको चाहिँ केरा रहेछ। सो त्यो चाहिँ मैले थाहा पाएँ। उनीहरूसँग फोन पनि रहन्छ अहिलेसम्म फोन पनि चलाएकै छैन भनेर भन्दै थियो। गफ गर्दा गर्दै भाइहरूलाई चाहिँ हामीले भाइहरूको गोठसम्म ल्याएर छोडिदियौँ। अनि सबसे सानो भाइले चाहिँ हामीलाई के अफर गर्यो भन्दाखेरि चाहिँ दाइ च्याउ लिएर जानु न भनेर भन्यो। कति अब काइन्ड हार्टेड भनौँ न। अफकोर्स अब लिएर जाने कुरा त भएन। त्यसपछि चाहिँ हाम्रो जर्नी चाहिँ हामीले अगाडि कन्टिन्यू गऱ्यौँ। ल म रुकुमकोटबाट फर्किँदैछु होइन। मेरो बाइकको हालत हेरेर तपाईँहरू थाहा पाउन सक्नुहुन्छ। चाहिँ एकदम फन भयो भनेर जुत्ता मेरो हेर्न सक्नुहुन्छ सबै पुरै भिजेको छ। कसरी अब म भनौँ होइन ऱ्यान्डमली रोकिरहेको छु अहिले म। अनि त्यसपछि यसो कुरा गरौँ बाइककै बारेमा मेरो एक्सपिरियन्सकै बारेमा भनेर हो। भेरी फन टु राइड मसिन छ यो बाइक होइन। चलाउन एकदमै मजा आयो मलाई। अलि यता चाहिँ यहाँ चाहिँ हिटिङ इस्यु चाहिँ थोरै हुन्छ है। यो रेडिएटरको हावाले चाहिँ थोरै हिटिङ इस्यु हुन्छ। त्यो बाहेक चाहिँ सबै कुरा पर्फेक्ट छ यार यो बाइकमा। मलाई चाहिँ एकदमै मन पऱ्यो। मैले अलमोस्ट कति किलोमिटर चलाएँ होला 300-400 किलोमिटर चलाइसकेँ होला। सो बेस्ट छ अहिलेसम्म जति चलाएको छु मैले।
त्यो दिनको हाम्रो यात्रा चाहिँ गलकोटसम्म थियो। गलकोट दरबारमा हामी गएर बस्यौँ। ठ्याक्क हामी गलकोट दरबार छिर्ने बित्तिकै चाहिँ एकदमै डेन्जर नै पानी पऱ्यो। दिनभरि चाहिँ फर्चुनेटली पानी परेन, बेलुका चाहिँ पानी पऱ्यो। त्यो दिन थकित पनि थियौँ। सो त्यो दिन हामीले चाहिँ एन्ड गऱ्यौँ। भोलिपल्ट बिहान उठेर ब्रेकफास्टको लागि जाँदाखेरि चाहिँ सिमसिम पानी परिरहेको थियो, पानी बढिरहेको थियो। हामी गयौँ, कफी खायौँ, ब्रेकफास्ट खायौँ। त्यहाँ बसेर चाहिँ हामीले यो 3-4 दिनको जर्नी कस्तो भयो भनेर चाहिँ रिफ्लेक्ट ब्याक गऱ्यौँ। यसै साथ हाम्रो यो काठमाडौँदेखि रुकुमसम्मको यात्रालाई चाहिँ फर्मल्ली एन्ड गऱ्यौँ। हेर्नुहोस्, कुनै पनि बाइकको चाहिँ रिभ्यू भिडियो चाहिँ त्यसको चाहिँ टेक्निकल स्पेसिफिकेसन नभइकन त पक्कै पनि एन्ड हुँदैन। सो यो भिडियोको एन्डमा चाहिँ मैले एक्सपल्स 210 को चाहिँ वाक अराउन्ड भिडियोको चाहिँ एड गरेको छु। त्यो चाहिँ पक्कै पनि हेर्नु होला। अब बाइक हेर्दाखेरि एकदमै हिलो छ। अब अफकोर्स एक्सपल्स भइसकेपछि मैले यसलाई धुन गर्न चाहिँ राखिनँ, किनभने आई थिङ्क यस्तै नै राम्रो देखिन्छ यो बाइक। सो सिधै सुरुमा हामी जाउँ यो बाइकको डिस्प्लेमै। एज यु क्यान सी डिस्प्ले एकदमै राम्रो लागेको छ है मलाई। मैले पहिला पनि भनेको थिएँ रिभ्यूमा पनि, डिस्प्ले राम्रो छ, कति धेरै राइडिङ मोडहरू छ। अनफर्चुनेटली मैले यो चलाएको जुन टेस्ट राइड मोडल छ नि, यसमा चाहिँ यो स्पिडोमिटर चलेको थिएन। सो सबै कुरा चाहिँ मैले टगल गर्न पाइनँ। त्यो बाहेक पनि TFT डिस्प्ले हो। तपाईँले 3टा मोड पाउनुहुन्छ, रोड, अफ रोड। त्यसलाई टगल गर्न यहाँ स्विच छ। स्विच गियरको क्वालिटी चाहिँ अलिकति इम्प्रुभ हुन सक्थ्यो होला, किनभने यहाँ हेर्न सक्नुहुन्छ तपाईँले यो साइड लाइट चाहिँ मलाई खासै चित्त बुझ्दो लागेन। यो जुन साइड लाइटको स्विच अलिकति परबाट हेर्दाखेरि पनि बाइक चाहिँ तपाईँको 210 cc भए तापनि मस्कुलर देखिन्छ कि पछाडिको लुक्स चाहिँ अलिकति मलाई ठिकै लाग्यो। यो जुन टेलको सेक्सन छ नि, यो चाहिँ अलिकति अझ स्लिक भएको भए अझ राम्रो देखिन्थ्यो होला। मुभिङ अन, अब हामी लागौँ अगाडितर्फतिर। अगाडि तपाईँले देख्न सक्नुहुन्छ 21 इन्चको चाहिँ तपाईँले एक्सपल्स 200मा जस्तै यसमा पनि 21 इन्चको चाहिँ टायर पाउन सक्नुहुन्छ, जुन चाहिँ स्पोक रिम छ। अब अफकोर्स अफ रोड बाइकमा चाहिँ स्पोक रिम भएको चाहिँ राम्रै हो, किनभने इम्प्याक्ट चाहिँ यसले राम्रोसँग अब्जर्भ गर्छ। त्यसको साथसाथै स्याडली यो टायर चाहिँ ट्युबलेस टायर चाहिँ होइन, किनभने मैले तपाईँहरूलाई पहिलाको भिडियोमा पनि भनेको थिएँ। अब यस्तो बाइकहरूमा चाहिँ ट्युबलेस भन्दा ट्युब भयो भने फाइदा हो, तर केही गरी पङ्चर भइदियो भने चाहिँ हामीलाई घाटा हो। अब 6 लाखको रेन्जमा ट्युबलेस रिम सहित आउनु त सक्दैन, किनभने ट्युबलेस रिम नै तपाईँहरूलाई क्यालकुलेट गर्ने हो भने 1.5 लाख त रिमकै पर्छ। सो त्यो भएर ट्युब नै छ यसमा। यहाँ भएको टायर चाहिँ यो स्टक टायर होइन है। तपाईँले बाइक किन्दाखेरि यो टायर आउँदैन, नर्मल टायर आउँछ। यो चाहिँ अलिकति अफरोड सेन्ट्रिक यस्तो नबी टायर छ, जुन चाहिँ मैले मजासँग चलाएर घोटी पनि सक्यो। अब सस्पेन्सनको कुरा गर्नुपर्दाखेरि चाहिँ नर्मल सस्पेन्सन नै छ, USD अपसाइड डाउन सस्पेन्सन चाहिँ होइन। तर एक्सपल्स 200 भन्दा यसको सस्पेन्सन सेटअप चाहिँ मलाई चाहिँ फार बेटर लाग्यो है, एकदमै राम्रो छ। अब मेन कुरा सिधै हामी इन्जिनतिरै लागौँ। एज यु क्यान सी मलाई सुरुमा यो बाइक लिने बित्तिकै मन परेको कुरा यसको इन्जिन नै हो है। पुरानो एक्सपल्सको इन्जिन चाहिँ अलिकति हेर्दै चाहिँ कम्प्युटर सेगमेन्टको अलिकति चिप फिल हुन्थ्यो भने यो चाहिँ इन्जिन सेटअप एकदमै राम्रो छ। अब धेरै लाग्ला यो त करिज्माको XMR कै इन्जिन हो, के नै छ र यसमा स्पेसल जस्तो लाग्न सक्ला। तर ट्रस्ट मी, मैले अराउन्ड 700 किलोमिटर यो बाइक चलाएँ। इन्जिन चाहिँ मलाई वान अफ द मोस्ट इम्प्रेसिभ पार्ट अबाउट दिस बाइक नै लागेको छ। स्टार्टिङ विथ यो बाइकमा तपाईँले 6 स्पिड गियर बक्स पाउन सक्नुहुन्छ, जुन हाइवेमा चाहिँ पुरानो एक्सपल्स चलाउँदाखेरि चाहिँ पावरै छैन फिल हुन्थ्यो। त्यो चाहिँ यो बाइकले मजाले चाहिँ फुलफिल गर्छ। त्यसका साथसाथै यसमा चाहिँ तपाईँले लिक्विड कुल्ड इन्जिन पाउन सक्नुहुन्छ है, जसले गर्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँले यहाँ रेडिएटर देख्न सक्नुहुन्छ। यहाँ छ रेडिएटर। अब यो रेडिएटरको बेफाइदा के छ भन्दाखेरि तपाईँ बाइकमा बस्दाखेरि यो साइडमा चाहिँ यसले नमजासँग चाहिँ तातो हावा फाल्छ, जसले गर्दाखेरि अलिकति ओभर हिटिङको समस्या चाहिँ छ यो बाइकमा। छैन म भन्दिनँ, त्यो चाहिँ छ। त्यो बाहेक अब इन्जिनको सेटअपको कुरा गर्नुपर्दाखेरि पावर फिगरहरू मैले यो स्क्रिनमा राखिदिएको छु। तर मेन कुरा गर्नुपर्दा यसमा चाहिँ तपाईँले 20.7 न्युटन मिटर अफ टर्क पाउन सक्नुहुन्छ एट 7500 RPM, जसको मतलब एकदमै टर्की इन्जिन चाहिँ होइन यो अनेस्टली भन्नुपर्दा 20 न्युटन मिटर भनेको। तर चाहिँ बाइक हेभी छ, 165 किलो छ। अनि पावर चाहिँ तपाईँलाई कस्तो छ भन्दाखेरि सिङ्गल लोड चलाइरहनु भएको छ भने चाहिँ खासै पावर ल्याग फिल हुन्न। तर डबल लोड विथ लगेज चलाउनुहुन्छ भने चाहिँ कतिपय केसमा अलिकति पावर नपुगेको हो कि जस्तो हुनसक्छ। तर एक्सपल्स 200 भन्दा त अति नै इम्प्रुभ छ। अर्को कुरा, यसमा चाहिँ तपाईँले DOHC इन्जिन पाउन सक्नुहुन्छ। अब यो DOHC भनेर त सुन्नुहुन्छ होला। DOHC भनेको के हो त्यो नि बुझौँ है त।
तपाईँको बाइकमा भल्भ हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ होला। यसमा 4वटा भल्भ छ। अब भल्भको काम के हो भन्दाखेरि तपाईँको इन्जिनमा चाहिँ एयर र फ्युलको मिक्सचर कति मात्रामा आउने र कति मात्रामा चाहिँ एक्जस्ट चाहिँ इन्जिनबाट निस्किने भन्ने डिसाइड गर्ने भल्भले हो। यसमा 4वटा भल्भ छ। अब यो बाइकमा चाहिँ DOHC सेटअप छ, जसको मतलब DOHCको फुल फर्म भयो डबल ओभरहेड क्याम्पस्याफ्ट। अब क्याम्पस्याफ्ट भनेको के हो? तपाईँको बाइकमा भएको भल्भलाई चाहिँ कतिखेर खोल्ने कतिखेर बन्द गर्ने भनेर जुन त्यो माइक्रो सेकेन्डमा डिसाइड गर्नुपर्छ नि, त्यो काम कसले गर्छ? क्याम्पस्याफ्टले गर्छ। सो DOHC सेटअप भइसकेपछि के हुन्छ? तपाईँको बाइकको चाहिँ भल्भको ओपनिङ टाइमिङदेखि लिएर एभ्रिथिङ चाहिँ अझ मोर प्रिसाइज हुन्छ, जसले गर्दाखेरि तपाईँलाई पावर ल्याग फिल हुँदैन, ओभरअल बाइक चाहिँ स्मुथ हुन्छ। सो त्यो चाहिँ यो बाइकमा तपाईँले पक्कै पनि फाइदा पाउन सक्नुहुन्छ। अब धेरैजनालाई लागिरहेको होला एक्सपल्स भनिसकेपछि यसको सस्पेन्सन सेटअप चाहिँ पुरानो बाइकभन्दा कतिको इम्प्रुभ छ भनेर। अघि नै मैले भनिहालेँ, अगाडिको सस्पेन्सन चाहिँ एडजस्टेबल चाहिँ छैन, तपाईँले एडजस्ट गर्न चाहिँ सक्नुहुन्न। यसमा चाहिँ तपाईँले 210 mm को ट्राभल पाउन सक्नुहुन्छ, जुन चाहिँ अफकोर्स मोर देन इनफ नै हो। खासै बटम आउट भएको मलाई कहीँ पनि फिल भएन मैले ट्राभल गर्दा। पछाडि चाहिँ एकदमै इन्ट्रेस्टिङ छ है। पछाडि के छ तपाईँले पाउन सक्नुहुन्छ, मोनोसक चाहिँ छ, तर एज यु क्यान सी यसको सेटअप चाहिँ केही न केही डिफ्रेन्ट छ। यो के सेटअप हो त? यसमा चाहिँ लिङ्केज सेटअप छ। तपाईँले देख्न सक्नुहुन्छ सस्पेन्सन चाहिँ पुरानो बाइकमा जस्तै सिधै च्यासिसमा माउन्टेड छैन कि, एउटा यो लिङ्केज छ जसले चाहिँ सस्पेन्सनलाई जोडेको छ र त्यो चाहिँ च्यासिसमा माउन्ट छ। अब यसले गर्दा के फाइदा हुन्छ? यसलाई चाहिँ हामीले छोटकरीमा भन्नुपर्दाखेरि प्रोग्रेसिभ सस्पेन्सन पनि भनेर भन्छौँ, जसले गर्दाखेरि तपाईँको चाहिँ बाइक चाहिँ तपाईँले अफरोडमा चलाउँदाखेरि चाहिँ जुन अफरोड टरेनमा चाहिँ कतिपय केसमा तपाईँले खाल्टोमा हिट गर्नुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ तपाईँको बडीसम्म आउने जर्क चाहिँ एकदमै मिनिमाइज हुन्छ। सस्पेन्सन बटम आउट हुन पनि एकदमै टाइम लाग्छ। टेक्निकली लोड चाहिँ डिस्ट्रिब्युट हुनुभयो कि सस्पेन्सनबाट आएको लोड चाहिँ तपाईँको चाहिँ च्यासिसमा आउने बेलासम्म डिस्ट्रिब्युटबाट आउने भयो, जसले गर्दाखेरि तपाईँलाई बाइक चलाउँदाखेरि एकदमै कन्फिडेन्ट फिल हुन्छ। सस्पेन्सन एकदमै प्ले राम्रोसँग हुन्छ। यहाँ फुटेजमा हेर्नु न, मैले कति मजाले चलाइरहेको छु यो बाइक। मलाई खासै कहीँ पनि त्यो बाइक चाहिँ बटम आउट भएको अथवा चाहिँ सस्पेन्सन ट्राभलै नपुगेको भन्ने त फिलै भएन। मलाई वान अफ द इम्प्रेसिभ लागेको पनि यो बाइकमा चाहिँ एक्सपल्स 200 भन्दा धेरै नै चाहिँ इम्प्रुभ छ यो सस्पेन्सन। पछाडिको सस्पेन्सन ट्राभल चाहिँ 205 mm मात्रै हो, 5 mm कम छ अगाडिको भन्दा, तर ट्रस्ट मी सस्पेन्सन चाहिँ एकदमै राम्रो छ है यो बाइकको। अब हामी कुरा गरौँ यो बाइकको गियर बक्सको बारेमा। अघि मैले भनिसकेँ 6 स्पिड गियर बक्स छ। गियर चाहिँ अलिकति बेन्ड भएको रहेछ, म लडेर पनि हो कि प्लस पहिला मैले पाउँदाखेरि अलिकति बेन्ड नै थियो, सो त्यो चाहिँ इग्नोर गरिदिनु होला। यसमा चाहिँ के छ? स्लिप एन्ड असिस्ट क्लच छ। यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ स्लिप एन्ड असिस्ट क्लचको ब्रान्डिङ। अब यो भनेको के हो त? यसले गर्दाखेरि सिम्पली तपाईँलाई के हुन्छ, तपाईँले बाइक चलाउँदाखेरि चाहिँ एग्रेसिभ तपाईँले डाउनसिफ्ट गर्दा गियर घटाउँदाखेरि चाहिँ जुन त्यो टायर स्किड हुने अथवा चाहिँ जुन अलिकति झट्का तपाईँलाई महसुस हुन्छ त्यो चाहिँ महसुस हुँदैन। प्लस क्लचको प्ले पनि एकदमै तपाईँलाई स्मुथ हुन्छ, क्लच पनि समाउन एकदमै सजिलो हुन्छ। क्लच कन्टिन्युस समाएर चाहिँ गियर चेन्ज गर्दाखेरि एकदमै तपाईँलाई यो मुभमेन्ट एकदमै स्मुथ हुन्छ है स्लिपर क्लचले गर्दाखेरि। त्यसका साथसाथै यो क्लच पनि बेन्ड छ है, यो टेस्ट युनिट भएको भएर। मैले चाहिँ बेन्ड गरेको होइन, मलाई आउँदाखेरि नै यस्तै बेन्ड थियो। यो अस्ति एक्स्ट्राक इभेन्टमा चाहिँ म मर्सले लडेको हो जस्तो लाग्छ मलाई। त्यो भयो तपाईँको क्लचको कुरा। अब हामी कुरा गरौँ यो बाइकको ओभरअल प्रेजेन्सको कुरा। हेर्नु न, सुरुमा नि मैले भनिसकेको थिएँ कति मस्कुलर छ यसको डिजाइन, हेर्दाखेरि एकदमै आई क्याची छ। मलाई चाहिँ पर्सनली ठिकै मात्र लाग्यो, डिजाइन एकदमै राम्रो खतरा चाहिँ लागेन। अब त्यो त पर्सनल प्रेफरेन्सको कुरा हुन्छ। राम्रो कुरा के छ, यहाँ पछाडि तपाईँलाई अलरेडी यो स्याडल स्टे चाहिँ आउँछ। यहाँ चाहिँ म्याक्स लोड 3 किलो मात्र लेखिएको छ, तर आई बिलिभ यसले 3 किलोभन्दा बढी वेट चाहिँ धान्छ, किनभने मैले नै मेरो लगेजहरू 3 किलोभन्दा बढी चाहिँ यसमा राखेर पुरै ट्राभल गरेकै हो। सो त्यो पनि फाइदा भइहाल्यो। सिट कुसनिङको कुरा गर्नुपर्दाखेरि सिट एकदमै कम्फर्टेबल छ है। यो मेमोरी फर्म भएर पनि होला, मलाई चाहिँ एकदमै कम्फर्टेबल लाग्यो। सिट वाइड पनि छ। तपाईँ अलिकति पातलो राइडर हुनुहुन्छ भने त तपाईँलाई अझ फाइदा छ, किनभने सिटलाई च्याप्प समाएर तपाईँले बाइक चलाउन सक्नुहुन्छ। पछाडि बस्ने मान्छेलाई पनि, पिलियनलाई पनि एकदमै इनफ चाहिँ रुम छ। त्यसपछि अगाडि यो जुन कन्सोल भनौँ न, यो बाइक चलाउँदाखेरि कस्तो एकदमै कमान्डिङ पोजिसनमा तपाईँ बसेर बाइक चलाउन सक्नुहुन्छ। मेन त यो डिस्प्लेले गर्दा एकदमै गुड फिल हुन्छ तपाईँलाई बाइक चलाउँदा। डिस्प्ले चाहिँ के छ, राति भयो भने अटोमेटिकल्ली चाहिँ कालो हुन्छ, दिउँसो अटोमेटिकल्ली सेतो हुन्छ। यहाँको कलरहरू पनि चेन्ज गर्न सक्नुहुन्छ तपाईँले सेटिङ्समा गएर। अहिले फ्युल चाहिँ रहन्छ। सो यो जुन पोस्चर छ नि, पोस्चर चाहिँ एकदमै अपराइट छ। तपाईँलाई चाहिँ एकदम कमान्डिङ पोजिसनमा मजासँग तपाईँले बाइक चलाउन सक्नुहुन्छ। अब तपाईँको हाइट चाहिँ 5'5" भन्दा कम छ भने चाहिँ तपाईँलाई अलिकति अप्ठ्यारो हुनसक्छ होला, तर त्यो बाहेक यदि तपाईँको हाइट चाहिँ 5'5" एन्ड अबभ छ भने तपाईँले मजासँग यो बाइक चलाउन सक्नुहुन्छ है त। यो भयो बाइकको छोटकरीमा टेक्निकल इन्फर्मेसनहरू। मलाई चाहिँ के लाग्छ, कुनै पनि बाइकको चाहिँ रिभ्यू गर्नको लागि त्यो बाइकलाई मजाले चलाउनु पर्छ।
यदि तपाईँलाई चाहिँ जस्ट डिटेल चाहिँ ब्रेकडाउन एकदमै डिटेल चाहिँ यसको बाइकको स्पेसिफिकेसनको बारेमा त भिडियो चाहिन्छ भने म छुट्टै भिडियो पनि बनाउँछु। तर यो भिडियो चाहिँ मोर अफ अलिकति ट्राभल ओरिएन्टेड भिडियो भयो, जसमा चाहिँ मैले मेरो जर्नी सेयर गरेँ, एक्सपल्सको 3टा जेनेरेसनको बाइक लगेर चाहिँ कस्तो भयो त्यो पनि मैले तपाईँहरूलाई सेयर गरेँ। लास्टमा चाहिँ यो भिडियो एन्ड गर्नुभन्दा अगाडि यो बाइकको एकदमै सुदिङ तपाईँहरूलाई म एक्जस्ट नोट सुनाउँछु है त। बाइक गियरमा छ, यहाँ चाहिँ यो के अरे गियर इन्जिन कट अफ सेन्सर छ यो स्ट्यान्डमा, जसले गर्दा गियरमा चाहिँ बाइक स्टार्ट हुँदैन है। पहिला हामी यसलाई न्युट्रलमा लिएर आउँ, न्युट्रलमा आयो। अब हामी यसको साउन्ड सुनौँ है त। एज यु क्यान लिसन कति सुदिङ छ यसको साउन्ड। यही नै थियो मेरो काठमाडौँदेखि रुकुमसम्मको यात्रा। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, कस्तो बन्यो र फ्युचरमा चाहिँ यस्तै भिडियो तपाईँहरूले हेर्न चाहनुहुन्छ अथवा चाहिँ कस्तो काइन्ड अफ भिडियो तपाईँहरूलाई हेर्न मन छ कमेन्ट सेक्सनमा चाहिँ आफूलाई के लाग्यो त्यो चाहिँ लेखिदिनु होला। सो सी यू इन द नेक्स्ट एपिसोड है त।